भूत के भनिछि म त माथि हसिया के हसिया सुना भन्छस् के भन्छ सूर्य भोट केमा सूर्यमा ए यो सूर्यमा के छ र म त हसिया लिन्छु यस्तो जाब सूर्य ओलिन्छ ए के हो केला भोट दिछि रे सूर्यमा के रे सूर्यमा भोट केमा सूर्यमा आयो हाय के भन्दैछिस् तैले के हैन सूर्यमा भन्दैछि आइ गीत ओहो अब यो डन्डा ठिकाइ राख्नु अब त ऊ त केटीलाई सोध्नु पर्यो ए म त हसिया नै हाल्छु मलाई सूर्यमा के नै छ र यो के रे हामी त हसियामै दिने भनेको अब सूर्यमै दिनुपर्छ सूर्यको जग्गा नत्र अब त रसिया जानुपर्छ त्यस्तै हो रसिया सूर्य ए यो दिदी त यो पनि नमुन्ट्यो फेरि अन्त जुम छिटो यो त बुढाइ गर्दै फेरि मुन्टिन्छ फेरि यो दिदी हामी त यही चक्कर लगाएको फेरि गर्नुपर्छ होला भन्नै पर्छ ल जा कुदिराछौँ के म त जान्छु को घर ओहो यो आन्टीहरू किनभने अब मैले नै पनि नानीको छोरीले कुदिन्छ त यो अहिले हुनु त मेरो छोरी पनि कस्तो भइरहेछ अहिले हुनु कति डराएको अन्त मेरो छोरी पनि कस्तो डरेन पानी गयो खाएर आउँछ त्यो त यसलाई नै भन्दै गर हेर्नु म त सोच म त आन्टी यसले नै हामीलाई कुर्छ यसले नै हो यसले नै होइन म गएको आइहाल्छु म यस्तै कुर्छ फेरि मलाई चिया पानी गर्नु ए के भन्दैछिस् भन होइन एकछिन अलिक के भनेको हजुरको छोरीलाई एकछिन बोलाइछु त के मलाई फेरि नपुग्दैन म तेरो साथी हो कि होइन हो अनि तेरो बबी कता हुनुहुन्छ बजारमा ए अनि कति छिटो गएको जान्थ्यो मम्मी बजार किन अब कफी गएको त ए हो अहिले भर्खर तेरो मम्मीले मलाई के सुनाएको त्यही भएर के ए हो ए साथी हजुरको छोरीलाई पनि बोलाइदिनु त उनीहरूको सरले भन्नुभएको कि मलाई
ट्युसन पढाउनु भन्दा हजुरको छोरीलाई बोलाएर ल्याउनुस् त लानुस् त ए ल घाँस काट्नु जानुभयो अनि तिम्रो मम कति खेर आएको अघि अनि अघि त तिम्रो मम्मीले मलाई के भन्दै थियो त यो अब बिन्दियालाई नि भन्नु जानु पर्यो ट्युसन पढ्न आएछ युट्युबर बिचकोमा पढ्ने कति मजाले पढाउँछ के बनाने मेरो छोरी रुँदै रुँदै उता जानु भन्दै थियो ए त्यो हजुरको छोरीलाई हजुरले भन्नु नि मेरो ट्युसन पढाउँछ होइन म त परको युट्युबरको मिसमा पढाउँछु साह्रै राम्रो पढाउँछ ए हजुरलाई थाहा छैन त्यो युट्युबर म्याम सिकाइसकेलाई त्यसले त नि सिकाएको छ अरे बाँकी छ एक्सन बिन्दियाको मम्मीलाई नि फसाए बिन्दियालाई नि फसाए यसकै खुसीमा एउटा सालचरी आन्टी हजुरको के भयो नलगे त अरे यसले त अस्ति मेरो 2टा सल चोरिसकि ओहो यिनीहरू त कता गएछन् हौ ट्युसन पढ्न नि आउँदैन रात परिसक्यो यो को बोला अहिले भरे उता बारीतिर देखाउनु पर्यो कोही छैन त फेरि ए उनीहरू गाजा खाने त हेरेछ ओफो हने यो 2टा चाहिँ कता आएछ हौ ए आइपुगेछ एउटा बिन्दिया अब यो आन्टीकोमै जानुपर्छ यो दिदीले त अस्ति सूर्यको भोटमा हाल्दाखेरि पनि मार्नु आँटेको थियो ए गर्छु अनि यहाँदेखि 1 घन्टा भइसकेपछि मान्छे ट्युसनबाट आउट घर अनि मम्मी आज त मजाले पढे भन्छु के भन्ने रे साथी तेरो साथी भाइ मेरो साथी आज म जस्तै बहाना बनाएर घर जाने भन्दै थियो बुक कपी होइन मेरो छोरी कहाँ छ है ए यहाँ पछि यहाँ त बसेको होइन हजुरले रक्सी खानु हो कि क्या यो हजुरको छोरी र होइन तपाईँको छोरीले तपाईँको आधार परेको छ कहिले नभएको मेरो ट्युसन बिगार्न आउँछ ओइ मम्मीलाई भन्दै 10,000 हेरे फिस 10,000 ए 10,000 रहेछ 1,000 नि फिस ए ल यो अलि धेरै दिन्छु ए लसी इंग्लिश पढ्न त के गरेर बाथिया हुँदैयो बेट्दै छैन बोल्छस् Mango to toy. Out of मैले जबरजस्ती पसेछु अब जानु मैम यो के लेखेको छ अहिले हो तेरो ट्युसन आउने टाइम हैन मम्मी आज अहिले भर्खर पठाउनु भएको मैम
यो के हो CURRENCY फेरि मैले नि अलिअलि अङ्ग्रेजी त जाने सोनाको त फेरि स्पेलिङ भन् त CURRENCY ए थाहा भयो अब करेन्सी ए मैले बस ओइ तपाईँ बस यहाँ बस त मैले अघिदेखि कुटे खुवाएको पक्कै त यो पढ्छ करेन्सी CUR पक्काले के हो अरेन्ज साइकोलोजिया यो एसए म्याम यहाँ गयो आउनु पाएको 1 मिनेट दिमाग बस सिम्पल गएको 1 घन्टा भइसक्यो आएको निस्किन यसलाई त कुटेर ल्याउनु पर्ला कि क्या धेरै छोड्छु तपाईँ मेमरी यो नकसरी simple present simple past हिजो सिम्पल पार्छ ए रहेछ पढ simple I am single she is forever he is a uterus तलाई सिंगल भिंगल भन्न कल्ला मजा पढ single मजाले पढ यहाँ सिंग गरेर लेखेको छ फेरि तिमीहरूको म खबर नानीहरू पढिरहेको मजाले पढ्दैछ आवाज सुन्नु न एप्पल एकछिन म उतै टोइलेट गर्छु ए फर एप्पल ए सुन्ने ए फर यिनीहरू ए फर किन पढिरहेछ यिनीहरूले ए फर एप्पल नि आउँदैन म्याम तपाईँलाई एउटा मैले सोध्ने आँटेको थिएँ कङ्ग्रेचुलेसनको स्पेलिङ कस्तो हुन्छ ए कङ्ग्रेचुलेसन CONGRATULATION
अब अनि ट्युसनको मेमले त यस्तो भन्दै हुन्छ त्यो युट्युबर मिसले CONGRATULATION होइन पाइती बोल्छु अन्त यसलाई म बुकमा बोलाएँ नि त्यस्तै लेखेको छ फेरि कङ्ग्रेचुलेसनको फेरि मैले भनेको है ए धन्यवाद अब म जाँदैछु त्यो मेमलाई म अहिले नै उता गुगलमा सर्च गर्नु गुगलमा सर्च गर्नु नि लगाउँछु ए एकचोटि गुगलमा सर्च गरेर ए सही रहेछ त्यो मेमोरीलाई त नि म कुटेर त्यो युट्युबरहरूको काम चाहिँ के हुँदो रहेछ नि कुटेर मानु जस्तो ए मेम तपाईँले पढाएको त राम्रै आएछ गुगलमा पनि सर्च गरेको फेरि त्यस्तै आउँछ मैले त आज त कुटेर त्यो मेमलाई रुवाइ नि दिएँ अझै त्यो तिनीहरूको यो टिचरले त यस्तो पो भनेको त यिनीहरूको टिचरले त झन् साह्रो कति झुट भनेको झन् साह्रो उसको स्टुडेन्टले त नि त्यो स्टुडेन्टले त्यस्तो भनेको होइन हुन्छ भनिरहेको थियो मैले गुगलमा सर्च गरेँ तपाईँले कस्तो प्र्याङ्क गरेछ तिनीहरूलाई त मैले एक थप्पड हानेर आएको भोलि उसको आमा फेरि बाज भएको छ जग्गा टाल्यो तपाईँ पनि आउनु नि मेरो म त हजुरकै सपोर्ट ए म गएको ए त्यो आन्टी त त्यो आविसाको मम्मी होला होइन होइन त्यो होइन ए होइन होइन पो त तपाईँ त साह्रै साहेली हो नि त साहेली साहेली नि हामी साह्रै साइली ऊ त मेरो बहिनी भन्दा ठुलो अब कस्तो राम्रो रहेछ हेर्नु न मेरो 2 तलको सुनमाले मेरो साथीले दिएको कति धनी छ मामी अनि सुनको होइन होला चाँदीको जस्तो देखिरहेछ त्यसको कलर गइहाल्यो के मैले अनि आफै स्प्रे सुनको त कलर जाँदैन होइन क्या मैले स्प्रे गराएर मेरो धनी कसैलाई पत्ता नचलोस् भनेर मैले स्प्रे गरेको नधुँदाखेरि पनि जाँदैन यो मैले एउटा स्प्रे ल्याउँछु हो त्यसले मात्रै जान्छ तर म आज बिर्सिसकेर राखेँ त्यसैले मैले उयो के लगाउँछु अब म उयो सहेलीले मेरो मलाई त अझै सुनको माला दिएको थियो हनुमान भगवान्जीको पनि फोटो छ क्या शिवाजीको पनि छ मसँग त त्यस्तो 1000 छ त्यस्तो मलाई त म एक करोड साँच्ची के पो हौ मेरो साथी बिन्द्रिया थियो नि उसको त नि धेरै सब्सक्राइबर छन् मेरो पनि उत्तिकै छ ए हो अनि के पो मेरो नि राज भिडियो छ सर्च गरेर सब्सक्राइब ए गाइस मेरो पनि छ है तपाईँले यो भिडियो हेर्दै हुन्छ नि त्यही हो अनि मेरो चाहिँ राज भिडियो ब्लू कलरको छ मेरो फोटो छैन भिडियो तेरो त भिडियो भइहाल्छ नि कतिवटा सब्सक्राइबर छ तेरो मेरो त थोरै छ कति भन्न गाइज मलाई प्लिज हेल्प गर्नु मेरो त 7 मात्र छ गाइज प्लिज मेरो लागि हेल्प गरिदिनु गाइज मेरो पनि हेल्प गरिदिनु मेरो 500 छिटो कम्प्लिट गरिदिनु होला अनि मेरो पनि मलाई सब्सक्राइब गरिदिनु मेरो त 250 मात्रै छ 1 लाख छ मेरो त 1 लाख बुझिस् तिमीहरू जस्तो औकात छैन रे धन्यले यहाँनिर मैले सुनको स्क्रिन राखेर आन्टी आउँदैछ ओहो यो सुनको स्क्रिन राखेको भयो यो त बल्ल किन्छ कि मान्छे होला मेरो बल्ल मेरो एउटा किन्नु सकेको थियो त्यो पनि सुनको होइन चाँदीको नक्ली धमकामा परेको त्यसको काम गराउँछ त्यसमा त मेरो बुढा सुनको ओहो मैले सब कुछ सुने नि अनि साँच्ची मेरो त चाँदीको र सुनको अलिअलि मिसाएको स्क्रिन छ हेर्नुहोस् मलाई खेल्न नि आउँछ तपाईँलाई त मेरो सुनको यो त साह्रै धनी छ साह्रै धनी छ हामीलाई पनि फेरि हेर सुनको अब हेर खेलेको स्ट्यान्डर्डहरूले तिमीहरू जस्तो यस्तोमा फेरि आन्टी गफ्ने गर्ने ब्रान्डेड पो त ब्रान्ड ए त मलाई खेल्नु आउँछ तर पदिदिनँ
भने नि तँलाई अबदेखि मेरो छोरी हो सुनको सल त मेरो जस्तो लाग्यो सो थ्याङ्क यू गाइस यति नै हाम्रो ब्लगमा चाहिँ यति नै छ अनि हामीले चाहिँ त्यतिकै सुनको हैन अनि यो पनि साथीको कहाँ हुन्छ गाइस सबैलाई थाहा नै छ होला ऊ चाहिँ हाम्रो मेन क्यारेक्टर होइन ऊ मेरो हाम्रो मेन क्यारेक्टर हो अनि म चाहिँ साइड क्यारेक्टर हामी चाहिँ साइड क्यारेक्टर अनि यो दिदी चाहिँ मेन गाइस एक्टिङ पनि प्लिज मेरो च्यानलको नाम होइन राज भुजेल छ त्यहाँनिर होइन अलिक स्काई ब्लूको आर छ होइन प्लिज त्यहाँ सब्सक्राइब गर्नु प्लिज 7 मात्र छ प्लिज हेल्प मी ए मेरो च्यानल मलाई सब्सक्राइब गर्नुहुन्छ गाइस प्लिज 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 उसको सब्सक्राइबरहरू प्लिज के गर्छ